गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो अर्को भ्लगमा। अनि आज चाहिँ मैले मेरो भिडियोको सुरुवात यसरी लिची खाँदै गरिरहेको छु। अनि मलाई चाहिँ एकदमै गर्मी भइरहेको थियो, त्यही भएर म यहाँ लिची खान लागेको छु। तर एक्लै छु अहिले चाहिँ, पङ्खा चलाउनै त अब पंखा चल्यो, आवाज फेरि खासै सुनिन्न। केही नगरिदिनु होला भनेर ज्यादा रुचि फेरि मलाई यति मन परेको गर्मी खास चिसो भएको हुन्छ। अब के गरेर अनि यहाँनिर चाहिँ हाम्रो बाटो पिच गर्दैछौँ त। पहिले पनि पिच नै थियो, अनि फेरि खै के भएर अनि त्यसपछि त्यो पिचलाई फेरि ओदारेर फेरि पिच गर्दै। त्यही भएर यहाँनिर चाहिँ बाटो यस्तो छ हाम्रो होटल अगाडिको। त्यो चाहिँ धुलोभरि टेबलमाथि आएर दिनभरि यस्तो दिमाग खराब हुन्छ। अनि एकछिनपछि अब 4 बजेपछि चाहिँ अलि हावा पनि कम हुन्छ, त्यसपछि झाडु लगाउने टेबल सेबल पुस्ने गर्नुपर्छ। यति त हुन्छ नि दिनकैको काम यो। अनि त्यही हो, अरूभन्दा नि पहिला नि हावा त अलि चलेर धुलो त हुन्थ्यो, त्यही पनि यो बाटो बनाउनु लगाएदेखि चाहिँ झन् धेरै धुलो भइरहेको छ। कि कहिले बनिरहेको छ सायद आज चाहिँ अब पानी उगर्दैछ, अब भोलि या पर्सिसम्म चाहिँ बन्छ होला। अनि यहाँनिर चाहिँ मैले बिहानभर यति धेरै लुगा धोएको थिएँ गाइसहरू, तर पानी चाहिँ आउँछ कि बिहानै 7 बजी निभिहाल्छ। अनि त्यसपछि पानी चाहिँ मैले कपडा चाहिँ अगाडि नै मिचेर राखिसकेको थिएँ, पानी पनि निभिसकेको थियो। अनि यहाँनिर चाहिँ पानी ड्रममा मैले भरिराख्छु। पानी गर्मीमा खासै धेरै लामो बेर आउँदैन पानी, अनि त्यही भएर यसमा ड्रममा राख्छु। अनि राखेपछि चाहिँ अनि कपडा धुन सजिलो हुन्छ पानी जम्मा राख्यो भने, त्यही भएर। तर यहाँ के भएको थिएँ यहाँनिर कस्तो अर्कै भइरहेको चिलाएर। अनि अहिले पनि आज म घर एक्लै नै छु। प्रदीप चाहिँ कोलपुर जानुभएको छ। घाम यति टट्टा लागेको छ कि के भन्नु। यहाँनिर चाहिँ मेरो रुम चेन्ज भइसकेको छ भन्नाले, खाट उतातिर थियो पहिला, यो अहिले चाहिँ यतातिर सारेको छु। यो पङ्खाले उतातिर चाहिँ भेटाएन के, त्यो के अरे हावा भेटाएन। अनि यो चाहिँ अब यहाँ ठ्याक्कै यसको तलतिर खाट पऱ्यो भने शीतल हुन्छ, गर्मी बढिरहेको, त्यही भएर यता सारेको। दराज पनि यता छ गाइसहरू। यहाँनिर 15 पेटी जति आएको छ। यो चाहिँ पहिला अलिकति थियो बाँकी, अब यसलाई यहाँनिर मैले मिलाउनु पर्ने हुन्छ उता भित्रतिर। दिनभरि खासै केही काम हुन्न, यिनी यस्तै काम गऱ्यो बस्यो। कपडा चाहिँ सुकिसकेर रहेछन्, अब यहाँलाई उठाउँछु, त्यसपछि पटाउँछु। कुनै पनि सुकेर हिँड्छ कपडा, सुकेको जति उठाउनु पर्यो गाइज। दिनभरि काम यस्तै हो मेरो। अनि त्यसपछि चाहिँ मैले कपडाहरू सबै मिलाइसकेपछि मलाई एकदमै गर्मी भइरहेको थियो। अनि म किराना दोकानमा गएर मोही लिएर आएँ, एक पोका मोही। अनि त्यसलाई पानी हालेर अलिकति पातलो बनाएँ, अनि मजाले पिएँ गर्मीमा। अनि त्यसपछि चाहिँ मैले भ्लगहरू बनाएन। अनि थ्याङ्क्स फर वाचिङ। भेटौँ अर्को नेक्स्ट भ्लगमा। बाई बाई गाइज।